नमस्कार अनि स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा। म चाहिँ काजी शेर्पा। म चाहिँ आज मेरो फर्स्ट ब्लग बनाउन गइरहेको छु। छोटो रहेको छ मेरो भिडियो चाहिँ। सबैजनाले हेरेर लाइक कमेन्ट अनि माया दिनु होला। धन्यवाद। के छ च्याङमा कता जानु लाग्यो? कुन ठाउँ जानु लाग्यो? के थाहा रे गाह्रो छ यस्तै छ होइन। हाम्रो च्याङमा चाहिँ यता लुगा धुइरहेको छ। लुगा धुन हाम्रो दाइ चाहिँ कता जानु लाग्नु फेरि? दाइ पनि बाहिर निस्किन लाग्नु भएछ। हाम्रो हाम्रो चाहिँ यता मस्त फेरि रुँदै बसिरहेको छ। What's up, man? Tawa पनि आइपुग्यो। Tawa राम्रो चाहिँ झिलेर दाइले पचाउन खोजिसक्यो। त्यही भएर रोडको गाई छ होइन। बुझ्यो? ओइ कता त्यस्तै भइरहेछ। दाइ कहाँसम्म यात्रा हो तपाईँको आज? हामी चाहिँ यता यो एकछिन टक्कर माथि जान लाग्यो। ल दाइ शुभयात्रा। तपाईँले राम्रोसँग गएर आउनु है। दाउ पनि जाने हो? ए नजाने दिदी दाइ मात्र जाने हो। ल राम्रोसँग पुगेर आउनु। 81 कपाल काट्दा चाहिँ अलिक गाह्रो हुने रहेछ कि गाई चाहिँ कस्तो बानी परेको थियो। यसरी कपाल बाँधेर बस्ने के चिज बिर्सेर बस्ने फिल भइरहेको छ। डन हो कि दिन हो कि डन हो? दिन हो कि डन हो? कपाल पनि पुरै झङ्साङ भइरहेको छ क्या। पहिला यस्तो कपाल लामो थियो त्यसले गर्दा बानी भएर छोडिदिएको मैले। 81 कपाल काट्दा चाहिँ अलिक गाह्रो हुने रहेछ क्या गाई। बानी परेको थियो। What? कराइदिन्छु फेरि हाम्रो दावा छले सकिन क्या केटाहरू कता 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 ल भयो। 81 कपाल काट्दा चाहिँ अलिक गाह्रो हुने रहेछ कि गाई चाहिँ कस्तो बानी परेको थियो नि त। पहिला यसरी कपाल बाँधेर बस्ने भने त्यही भएर अहिले केही चिज बिर्सेर बस्यो जस्तो फिल भइरहेको छ।